यो भर्जिनियामा रहेको माउन्ट ट्रान्समोर र हामी यहाँ हिँडिरहेछौँ। यसको बारेमा मजासँग मुकुन्द भाइले भन्नुहुन्छ। के हो भाइ यो चाहिँ? माउन्टेन जस्तो ठ्याक्कै देख्छ हल्को यसमा चाहिँ माथि चढ्नलाई 3-4 घन्टा लाग्दैन। 2 मिनटमा माथि पुगिन्छ। अझ एक्सर्साइज गर्नको लागि पनि सही छ। वाकिङ गर्दाखेरि वाकिङ ट्रेल छ। विशेष गरी बनाएको भनेको चाहिँ यो ट्र्यासबाट जति पनि यहाँको ट्र्यास छ ट्र्यासहरू सङ्कलन गरेर धेरै वर्षौँ लगाएर माउन्टेन बनायो। साइड साइडमा 2टा भल्भहरू पनि राखेको छ बिस्कुट हाउस भनेर। अनि अर्को साइडमा चाहिँ केटाकेटीको चिल्ड्रेन पार्क छ। ऊ त्यो बच्चाहरू पनि लिएर गइराखेको देखिने। स्केट गर्ने पनि छ त्यहाँनिर। पार्कदेखि उतातिर स्केटिङ गर्ने छ। ए साँच्चै वर्षमा एकपटक यहाँ अघि भन्दै हुनुहुन्थ्यो नि, के हुन्छ यहाँ भन्नुभएको थियो नि? त्यो यो ठाउँमा होइन अलिकति पारी हो त्यो एयरफोर्सको ब्लू एन्जल सोहरू हुन्छ। एकदमै रमाइलो हुन्छ। नयाँ नयाँ टेक्निक ठिक छ। अनि यो पोखरीको बारेमा पनि भन्दै हुनुहुन्थ्यो नि, पोखरीमा माछा मारेर? पोखरीमा चाहिँ टक्क यहाँ दिउँसो आयो, केही काम छैन भने मान्छे माछा मार्यो होइन, टाइम पास गर्यो। अनि यो विशेष गरी यो हामी त्यतैसम्म जाँदै गर्न मिल्छ नि होइन? जाउँ ल, जाँदै गरौँ ल। फायरवर्क्सहरू पनि हुन्छ न्यु इयरको टाइममा। अनि त्यसपछि यो जुलाई 4मा इन्डिपेन्डेन्स डेमा होइन, चाहिँ यो सबै मान्छे भयङ्कर हुन्छ नि, आकाश पानी भन्छ नि नेपालीमा। अनि मिली हेर्ने रमाइलो। जे होस्, आहा यो चाहिँ एउटा हेर्दा पनि रमाइलो देखेको रहेछ। अनि यसमा चाहिँ ब्युटी पार्क मान्छेहरू चाहिँ माछा, अनि माछा मार्दा लाइसेन्सहरू पनि चाहिन्छ अरे होइन? यहाँसम्म बसेर लाइसेन्स चाहिन्छ। अनि त्यसपछि कस्तो हुन्छ भन्दा यो विभिन्न किसिमको माछाहरू हुन्छन्। कुनै माछा छोपेपछि फेरि छोडिदिनु पर्छ। कतिपय ठाउँमा दिनमा 5वटा मात्र मार्न पाउने त्यस्तो पनि हुन्छ। जस्तो यहाँ धेरै माछा छैनन् भने मार्न पाइएन। त्यो चाहिँ जो अलिकति कम छन् माछाहरू तिनलाई चाहिँ छोपेपछि फेरि छोडिदिनु पर्छ। अर्को माछा क्याच गर्नु। यत्रो ठुलो स्पेस पनि रहेछ है यहाँदेखि अब यो माथि पार्क रहेछ। पार्क अनि माथि त हामी माथि घुमेर आइयो, यहाँ घुमेर लगभग सकिन लाग्यो भनौँ न। तर पनि फेरि पनि आउँ जस्तो टाइपको लाग्ने होइन? जे होस् यो राम्रो रहेछ घुम्दा होइन, रमाइलो लाग्यो। अनि सुन्नु न, अघि एकजनाले भन्नुभएको थियो नि, के अरे नेपालबाट आएर एकजना सुत्केरी हुनुभएको थियो। अनि